अचानक नम्बर खाना चल्ता हेलो नमस्ते वेलकम बैक टु माई च्यानल। आजको न्यू रियाक्सन भिडियोमा सबैजनालाई स्वागत छ। अनि म र मेरो भाइको साथ आज लिएर आएका छौँ न्यू रियाक्सन भिडियो। आई होप सबैलाई सन्चै होला अनि म पनि सन्चै छु अनि मेरो भाइ पनि सन्चै छ। अनि आज हाम्रो गेटअप देखेर के लागिरहेको छ मेन त मेरो भाइ बोल्दै हुनु भाइ सरापी सरको पारामा हाम्रो ढोकदिया गरिदेऊ न भाइ ढोकदिया। सो हाम्रो थमेलहरू देखेर थाहा पाइसक्नु होला हामी आज कुन भिडियोमा गराउन गइरहेका छौँ। हाम्रो ओल्ड त नभनौँ एकदम तै पनि 4-5 वर्ष पुरानो एकदम होइन ओल्ड इज गोल्ड भन्छन् त्यस्तै लाग्यो। त्यस्तै हो कला भनेको कला हो दामी छ रियल कला भनेको त्यसलाई भनिन्छ होइन। उहाँले पनि सपोर्ट गरिदिनु होला हामीलाई पनि सपोर्ट गरिदिनुहोस् गरिराख्नु भएको छ आगामी दिनमा पनि गर्नुहुन्छ भने ठुलो आशमा छ। धेरै ढिला नगरी अब भिडियोतिर तर्फ लगामा है त गाइस। हाम्रो सबै दाइ सन्चै हुनु के लोट्नु होला दाइको एन्ट्री चाहिँ फेरि कडा हुन्छ कि होइन भाइ। ओके मेरो दाइ हो के जे भयो नि यार मेरो आमा हातमा फोर कुन चाहिँ मरन नसकेकोले बाटोमा फोर पारेको छ नि असतीलाई त तेरा कन्सिडेर ताने तेरा नलिखुटो ठुलो पारेर तँ बजाएर 4 पाटा मोडेर तेरा कपाल खरेर तँलाई सुँगुरको पाटो पेरुङमा हालेर तँ 4 डाँडा कटाएर तँ अलछिनेका नलिखुटो ठुल्को तेरा नलिखुटोको बाँस दाइ यार आफ्नै भाइले हाल्दा नि त्यस्तो सरप हुन्छ सरप दाइको त ननेस्ट सरप जान्छ त्यस्तो नसरप के अलि बजाएर बोला तेरा घोक्रो तेरा घोक्रोको मासु पकाएर खान्छु खोल्नु यति बेला वहाँ ठाउँमा फोर राखिन् ठाउँमा फोर नभएर फोर मलाई भनेर देखाएको छैन टिप लान्नबाटहरू झन् बच्चाहरूलाई के सराप्नु भनौँ यही बच्चाहरूले चाहिँ मलाई सराप्न बाध्य बनाउँछ क्या जहाँ पाएँ फोर फाला त यिनीहरूलाई फोर छिपेर फाला त म फालिदिन्छु अनि चाल पाउँछु। हाम्रो सरप दाइको फेरि सरप त फेरि कडा छ के रिसाएर भाउन्न हुन्छु म दाइको पारा देखेर। कुन ठाउँमा हजुर कलङ्की सीतापाइला स्वयम्भू बस पार्क चक्रपथ चारेल गौशाला पुणे त्यसपछि कोटेश्वर उता के अरे कुन ठाउँमा हजुर कलङ्की सीतापाइला स्वयम्भू बस पार्क चक्रपथ चारेल गौशाला तिनकुने कोटेश्वर लास्टै ठाउँ चिनेको हो कि मेरो दाइले रिसाएर भाउन्न हुन्छु म। त्यसपछि वारको काट्दो बाटो एकान्त गुना बलको कलङ्की ए कलङ्की त अघि नै आइसक्यो क्या होइन काका काकी मामा माइजू दाजु भाउजू दिदी बहिनी फुपू फुजा फुपाजू सबैमा अनुरोध। अनि हामीले त खोइ त नि बोलाएको मलाई बोलाइसक्यो के अरे भाइलाई मलाई बोलाएन 12 बजे हाम्रो गाउँको यस चौतारामा सहरबाट आउनु भएको मिसहरूले स्वस्थ बानी खुसियाली जिन्दगानी नामक नाटक देखाउनु हुँदैछ हेर्नलाई एक पैसा पर्दैन त्यसैले सम्पूर्ण सबै गाउँले हेर्न आउनुको लागि अनुरोध गर्दछु। एउटालाई 1 पैसा पनि पर्दैन रे अब रिसाएर भाउन्न हुन्छु म यसको पारा देखेर। त्यसो भयो म्याडम हामीले हरेक फोहोर चिजलाई छोएपछि सफा पानी साबुनले मिची हात धुँदा सफा हुन्छ भने यो दूषित पानीलाई चाहिँ सफा पानी साबुनले धोएर सफा पार्न सकिँदैन र? प्रश्न जति नै हाँस उठ्दो भए पनि तपाईँले कुरा चाहिँ सान्दर्भिक उठाउनु भयो। फेरि बोल्छु ल प्रश्न जति नै हाँस उठ्दो भए पनि तपाईँले कुरा चाहिँ सान्दर्भिक उठाउनु भयो। यदि हामीलाई त्यो पानी दूषित जस्तो लाग्छ रिसाएर भाउन्न हुन्छु म। ओके त्यो केटो म भएको भए हामीले उमालेर फिल्टर गरेर जे भयो नि सरापेको भाइ हो यार। गाइसा अनि यो म्याडम त लास्ट ट्यालेन्ट रहेछ एक्सट्रीमा घुमाउने हो क्या दाइले आँखा लगाइदिइसक्यो अब भाइले आँखा लगाइदिन्छ म भनेपछि अर्को पाटेर हुन्छ गाइस
ओ हाम्रो सराबे दाइ जे भयो नि सराबी हो नि त मेरो दाइ हो कि यो खतौरी बुढीको भतिजो खड्काजी कोइला खानीबाट आएको सरापे कोइला खानीबाट आएको त्यही भएर अनुहार खाने रिसाला भाउन्न हुन्छु म मेरो दाइलाई थर्काउँछस् सराबे दाइले छिटेको कोइला जस्तो भएको रहेछ मेरो दाइ सरब देऊ दाजु यत्रो खन्ती पैसा तिरेर हजुरले नै हो खानाको अनि मैले नखानाको तिम्रो कान्छो काकाले खनाउँछ यहाँ एयरपोर्ट बनाएर मात्रै हुन्छ यहाँ एयरपोर्ट बनिसकेपछि त्यो रियाक्सनहरू राम्रो त्यो पुरा खतरा छ नि त सर्भरको नाकका टोटली यहाँ एयरपोर्ट बनाएर हुन्छ गर्छ कि अब के भन्ने कि दाइ अलि राम्रो गर के प्लेनहरू आएको प्लेनहरू आइसके पछाडि घरहरू हल्लिन्छ कानका जालीहरू फुट्छ त्यो हेर्न अनुहार नपरेको बारी पहिलो जान्छ धुर्मुस लागि हुन सक्छ भूकम्प जान सक्छ त्यसको जिम्मेवारी कसले लिन्छ त्यो चाहिँ कला हो है कला यो अहिले इसी वाक हाले जुन इसी वक खारिज हुन पर्यो अरे इसी वक मेरो दाइ हो के च्यालेन्ज एक्सेप्ट हो के जसको पनि कन्टिन्यू नोकरै जा त जान्न के गर्छस् त नोकरै जा भनिरहेको छु मैले जान्न के गर्छस् चालै जान्द मेरो दाइ त्यहाँ लास्ट कमेडी सरबे दाइ त यार जो सिरियल ट्यालेन्ट क्या यार तैँले मलाई मारिस यो नमुना को हो आयो हाम्रो खड्काजी कडा हो कि कला यो मलाई कुट्ने तेरा हात काटेर तेरा हात काटी स्टार्ट भयो सरबे दाइको सराप मेरो दाइको सराप हेर त्यहाँ अब सबैले मेरो दाइको सराप हो त्यो हमलाई पनि लड फेरि अचानकमा राखेर काटेर त्यसलाई टुक्रा 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 पारेर गरामे याद त्यो टोलीको तेल ल कुकुरलाई दिन्छु कुकुरले पनि नखाएर तेरो त हात फेरि म बोकेको बोकेर कागलाई दिन्छु कागले पनि नखाएर तेरो बल्छीले त काटे धुने छैन त्यो बल्छीलाई रान्थ्यो बल्छीले त काटै धुने आएर बिचारा गर्छ अब त्यसले अब के शराब गोष्ठी राख्छु त्यसमा भाग लिन आउनु होला त्यो दिन त सक्दैन होला म सरफ दाइको सरफ सो धेरै जति पनि भयो छोटो मिठो हाम्रो सरापे दाइको सराप त्यस्तै चाहिँ सरापे दाइको चाहिँ सराप कसैलाई पनि नलागोस् है मेरो दाइ हो जे भयो नि नलागोस् तर मैले नि सरापे भन्छ सराप दिन्छु फेरि ल गाइस हामी अब आज जस्तो पनि थियो छोटो मिठो कमेडियन होइन जस हाम्रो च्यानललाई सपोर्ट गरिदिनु होला जसरी उहाँहरूलाई गरिराख्नु भएको छ अनि यो भिडियोहरू हजुरलाई कति रमाइलो लाग्यो होइन इन्टरटेनमेन्ट गरियो होइन सबै भिडियो उस्तै हुँदैनन् सो अब धेरै ढिलो नगरी अब हामी पनि बिदा हुन चाहन्छौँ अनि हिजो जस्तै आज पनि सपोर्ट गरिदिनु होला भोलि पनि गर्नुहुनेछ अनि आयो अनि सबैलाई सन्चै होस् होइन सकभर सबैलाई सन्चै होस् मेरो तर्फबाट अनि मेरो भाइको तर्फबाट पनि अनि मेरो भाइ सर्वेको भाइ आजदेखि के भनिदिन चाहनुहुन्छ भनिदिनुहोस् हाम्रो भिडियो हेर्नेलाई म सराप दिन यहाँ नहेर्नेलाई तेरो हात खुट्टामा तेरो हात अचानकमा राखेर तातो तेलमा हालेर त्यो कुकुरले पनि नखाने गरेर खाल्टामा हालेर फाल्छु है तर सो जस्ट जोकै जस्ट इन्टरटेनमेन्ट सो सपोर्ट गरिदिइराख्नु होला सब्सक्राइब गरिदिइराख्नु होला सो नेक्स्ट भिडियो सी यू बाई